लिभिङ टुगेदरमा बसिरहेको छु त्यो पाकिस्तानी केटासँग। यो टी सर्ट कहाँ किनेको? कति राम्रो रहेछ। एभ्री कुरा पाकिस्तानीले किनिदिएको। हाम्रो माया संसारकै सुपर टप। अब पसलको नाम सोध्न पाकिस्तानीलाई फोन गर्नु? तपाईलाई चाहिँ कसरी थाहा भयो पाकिस्तानीले किनिदिएको भनेर? ओ त्यो लुगाहरू यो आइफोन 16 प्रो म्याक्स मेरो बोयफ्रेन्डले किनिदिएको हो भन्ने। पहिलो माया पहिलो अनुभव। तपाई त पाकिस्तानीसित लिभिङ टुगेदरमा बक्सिनु भएको थियो भन्छन् त, यो कुरा सत्य हो? त्यो पाकिस्तानी केटासँग जो कुरा सत्य होइन। तिम्रो तारिफ गरौँ म कहाँ गएर। ल तपाईको श्रीमतीले फेरि उता त बक्सेकै छुइनँ म भन्नुहुन्छ त, अनि तपाईले चाहिँ आफ्नै श्रीमतीलाई विश्वास नगरिकन जसको पाए त्यसकै कुरा सुनेर पत्याइदिने? म पत्याउन पनि पत्याउँथिन। अब कसैले तेरो बुढी यस्तो गर्दैछ युएसमा उस्तो गर्दैछ भनेर म किन पत्याउँथे? जब उसको व्यवहारले त्यो देखाइरहेछ भने चाहिँ म अभियसली मैले पत्याउने होइन, मसँग प्रुफ पनि आइसक्यो, सबै कुरा भइसक्यो। कुरा त यो पनि ठिकै हो, हातमा प्रुफै आइसकेको छ भने त अब त्यो कुरा त पत्याउनै पर्ने हुन्छ नि त होइन? दाइलाई त गाह्रो पारेर पो युएसतिर हान्नेछिन् त हो ती दिदी त। अनि तपाईहरुको सम्बन्ध चाहिँ कति वर्षको थियो के? सम्बन्ध प्रेम भनेको चाहिँ 4 वर्षको सम्बन्ध प्रेम हो। तपाईलाई त निकै गाह्रो भयो होला है त्यति बेला सम्हालिन। म कति टुटे के, म डिप्रेसनमा गएँ त्यसपछि यो शब्द सुनेपछि। म 3 महिना चाहिँ डिप्रेसनमै गएँ। तपाईले यसरी धोका चाहिँ नदिनु पर्थ्यो क्या? अब उसलाई मैले काठमाडौँमा 11-12 पढायो, त्यसपछि अमेरिका पठाइयो। बिहे गरेपछि पनि पढाइ लेखाइ गरेर तपाईलाई चाहिँ अमेरिका पुर्याए, तपाई अमेरिका पुगेपछि उहाँलाई चाहिँ अनि डिप्रेसनमा जाने बनाइदिने? डिप्रेसनमा गएको खै। त्यहाँ हेर्नु त, जाँदैछ हेर्नु त। सबै खर्च हाम्रो परिवारले नै बेहोरेको उसको। मेरो बुवाले पनि आधी पैसा लगाउनु भएको थियो। पहिलो माया पहिलो अनुभव। अनि अहिले चाहिँ तपाईहरुको कुरा हुन्छ कि हुँदैन त? मलाई अस्ति जुन मैले पोस्ट गरेँ त्यो पोस्ट देखेपछि मलाई चाहिँ फेसबुकमा ब्लक गरिदियो। मैले उलाई कुनै ठाउँबाट पनि ब्लक गरेको छैन। आगो ताप्छ खरानी ताप्दैन। ए भगवान, बरु मारिदिया क्या मलाई, प्याटे हानेर मारिदिया होला। आम्मा कसम भनेको केही कुरै बुझ्न सकेको छैन, गाह्रो परिसक्यो मलाई यहाँ। कसको कुरा सुन्ने, कसको कुरा पत्याउने, कसको कुरा सही कसको कुरा गलत। मेरो टाउको दुखिसक्यो यहाँनिर कसम भनेको। भगवान, म तपाईसित यति चाहिँ रिक्वेस्ट गर्छु, प्लिज प्लिज भगवान प्लिज है, आज राति मैले $1000 चापटी ल्याएर भोलि बिहानै तिर्न सक्ने क्षमता चाहिँ मलाई पनि बनाइदियाउ न हो प्रभु। तपाईलाई पनि धर्मै हुन्छ प्रभु, प्लिज। यतिको जोस यतिको जागर। तिम्रो तारिफ गरौँ म कहाँ गएर। देख्यो होला नि नेपालीको पावर। डिपोर्ट हुनु नै मेरो न्याय हो कि मेरो लागि चाहिँ। हस्, धन्यवाद।